नेपाल प्राकृतिक सुन्दरताको प्रतीक मात्र नभएर विश्व मञ्चमा शान्तिको सन्देश छर्ने एउटा पवित्र स्थल पनि हो। नमस्ते, मेरो नाम पूर्णिमा थापा। मेरो नाम भानी फुलेल र हामी हाल न्यू एल्जन कलेजको साइन्स फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरू हौँ र आज हामी आएका छौँ नेपालको प्रमुख तथा प्रख्यात प्रवेशद्वार लुम्बिनी गेट। लुम्बिनी गेट एउटा यस्तो द्वार हो विच इज द इजिएस्ट रूट फर एनीवन टु रिच लुम्बिनी। कोही पनि यदि फरेन टुरिस्ट हुनुहुन्छ वा यही लोकालिटीको टुरिस्ट हुनुहुन्छ भने यस्तो इजिएस्ट रूट, किनभने यसैको नजिकै गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट पनि छ, जहाँबाट हजुर कम्तीमा 25 to 20 मिनटमै यहाँ रिच गर्न सक्नुहुन्छ। अनि त्यसै गरी यहाँ सुनौरी नाका पनि छ, त्यहाँबाट इजिली भेहिकल पाएर हजुर यहाँ रिच गरिसक्नुहुन्छ है। त्यसै गरी टुरिस्टहरूको एकदम सहजको लागि है सिद्धार्थनगरलाई गेटवे टु लुम्बिनी पनि भन्ने गरिन्छ। अब हामीले माथि होइन लुम्बिनी गेटको इन्ट्रोडक्सन भन्यौँ, यो कस्तो छ के छ भन्यौँ, तर मेन कुरा त गेटको बारेमा हो नि। यो गेटले सिम्बोलाइज चाहिँ के गर्छ भन्ने कुरा आउन सक्छ। अनि अलिकति स्टुपिडिटी पनि लाग्न सक्छ हजुरहरूलाई कि लुम्बिनी गेटको बारेमा। मेन कुरा त लुम्बिनी हो, मेन टुरिस्ट साइट भनेको त लुम्बिनी हो नि। तर यस्तो हुन्छ कि लुम्बिनी पनि आफै बनेको त होइन, त्यहाँबाट भत्केको पुरानो कुन जमानामा खड्का संस्कृतको समयमा पाइएको एउटा भत्केको मन्दिरलाई रिनोभेट गरेर बनाएर लुम्बिनी मायादेवी टेम्पल बनेको। साइडमा पाइएको त्यो अशोक स्तम्भ यतिकै बनेको त होइन नि, कुन समयमा सम्राट अशोकले बनाएको त्यो स्तम्भ भाँचिएकोलाई आज रड लाएर सिधा पारिएको छ। त्यहाँ पाइएको त्यो ब्राह्मी लिपिलाई कति डिप स्टडी गरेर आज बल्ल हामीले गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा थाहा पायौँ। अब त्यसै गरी एउटा फन फ्याक्ट छ कि यो भैरवा भनिन्छ नि अहिले हामीले, खासमा यसको नाम सिद्धार्थनगर वाइ, किनभने पहिला यसलाई भैरवा भन्ने गरिन्थ्यो। तर टु अनर, किनभने यहाँको मान्छेहरूलाई, यहाँको लोकालिटीको मान्छेहरूलाई पनि थाहा भयो कि यहाँको मेन एट्र्याक्सन त गौतम बुद्ध हो, सो वाइ हामीले भैरवा भन्ने यसलाई, त्यही भएर यसलाई सिद्धार्थनगर भन्न थालियो, विच इज द एक्ज्याक्ट नेम अफ लर्ड गौतम बुद्ध। र त्यसै गरी चाहिँ अब यसलाई मेन टुरिजम साइट भन्ने गरिन्छ। त्यही हो, भविष्यमा यस पूर्वाधारको विकास गर्ने हो भने यो पूर्वाधारले नेपालको पर्यटन क्षेत्रमा निकै विकास पुर्याउन सक्नेछ। धन्यवाद, थ्याङ्क यू।